फाइनली गाइज नमस्ते गुड मर्निङ सबैजनालाई। तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। म पनि एकदम बेस्ट छु है। ड्युटी सकेर आएको, नास्ता खान लागेको। अहिले यहाँ यो रमजान मुस्लिमहरूको चाडले गर्दाखेरि अहिले हाम्रो गुरु म दुईजना मात्र रुममा छौँ। अहिले रुममा त सबैजना साथीहरू ड्युटीमा छन्, हामी दुईजना मात्रै छौँ। यी चाउमिन नास्ता छ आज हाम्रो। चाउमिन, अन्डा, रोटी नास्ता खान लागेको। नास्ता खाएर अहिले जुसहरू बनाएर खाने, त्यसपछि सुत्ने। केरा, स्याउ, जुनारहरू जुस छ बनाएर खाने। यस्तै छ गाइस, के गर्नु, परदेशीको जिन्दगी गाह्रो छ। के बजायो दिउँसो पनि यस्तै गरेर ठटाउँछ यार, घरिघरिमा बिउजिर हुन्छ अनि। चिसो भइसक्यो त है। के बजायो म त अहिले उयो पनि खाएर आएको। यो राख्यो कि यस्तो टाँसिहाल्छ। म चाहिँ अब चिया खाने। नास्ता चिसो भएछ, नखाने अब चाउमिन खाने, के अरे चिया मात्रै खाने। चिया मात्रै खाने, चिसो भएछ नास्ता। साथै त पुरा रातभरि भोकै दनादन। हेलो गाइज, म चाहिँ नास्ता खाँदैछु है। यसो हाम्रो भिडियो हेरेर सबैजनाले इन्टरटेनमेन्ट रमाइलो गरिदिनु होला। फर्स्ट भिडियो यो चाहिँ हाम्रो फर्स्ट भिडियो, हाम्रो फर्स्ट भ्लग हो होइन। खोइ तपाईँको आयो वा, यति भएपछि त हाम्रो जुस भइहाल्छ नि। दुईवटा केरा, स्याउ, ऊ पनि हाल्नुपर्छ है अहिले। यो के अरे खजुर, खजुर पनि लानुपर्छ। खजुर हालेर बनाउने, स्पेसल बनाएर खाने। कसले के बजाउँछ? हावा चलिहाल्दैन। त्यस्तो गरी हावा के चल्थ्यो? ड्युटीबाट आएको, नाइट ड्युटी छ, भरे फेरि जानुपर्छ। अहिले त सक्यो, भरे फेरि जानुपर्छ। रुम यस्तो छ हाम्रो। हामी नेपाली भएर नेपालको झन्डा चाहिँ नेपाली हो, नेपालको झन्डा छ हाम्रो रुममा।